नमस्ते आनेवासी हो। आज हामी 30 पास पढ्न गएका छौँ। 30 मा छ हाङ्गुगे कोरियाको थेजुङ मुना भनेछ ल। हाङ्गुगे भनेको कोरियाको, थेजुङ भनेको यो चाहिँ पपुलर हैन, लोकप्रिय भनौँ न। मुना भने चाहिँ कल्चर, कोरियाको लोकप्रिय कल्चर, उनीहरूको संस्कार है, संस्कृति भनेको। यहाँ चाहिँ के यो चाहिँ के देखाएको भने यो चाहिँ फुटबलहरू खेलिरहेछ अथवा यागु खेल्छ क्या यस्तो मैदानमा। अनि उनीहरूले हेर्छ, आफ्नो आफ्नो त्यो टिमलाई अथवा देशलाई हुटिङ गर्छ क्या। उनीहरू चाहिँ यसरी आफ्नो देशको हुँदा चाहिँ यसरी झन्डा फरफराउँछ है। उनीहरूको हुटिङ चाहिँ प्रायः चाहिँ थे हान मिङ्गु भन्छ क्या। थे हान मिङ्गु भने चाहिँ त्यो गणतन्त्र कोरिया भनेको क्या। आफ्नो देशलाई सपोर्ट गर्दा थे हान मिङ्गु भन्दै यसरी झन्डाहरू हराउँछ, ड्याङ 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 बजाउँदै उनीहरूले सपोर्ट गर्छ आफ्नो टिमलाई। त्यसको बारेमा रहेछ यहाँ होइन। अब यहाँ के छ भने होइन, ख्यङ्गिजाङे सारामी मान्छ्यो भन्छ होइन। ख्यङ्गिजाङ भनेको चाहिँ त्यो खेल मैदान हो क्या यो है। ख्यङ्गिजाङ भनेको त्यो खेल मैदान हो। सारामी मान्छ्यो भनेको मान्छे धेरै छैन भनेको, जियो होइन त, छैन ने हजुर। हाङ्गुएसनुन कोरियामा चाहिँ चुक्कुगा इङ्गिगा मानुनको खात्ताय हो। चुक्कु भनेको फुटबल होइन, इङ्गी भनेको लोकप्रियता, फेमस है। मानुको खत्ताय भनेको धेरै छ जस्तो छ भन्छ ल, अथवा धेरै भयो जस्तो छ भने। नुनको खत्ताय भनेको छ जस्तो छ, ने जस्तो छ भनेको ल, ने अथवा इ रहेको ल, इ रहेको जस्तो छ भनेर भन्छ है। नुनको खत्ताय चाहिँ नुन, यो उनीहरू चाहिँ यो चाहिँ अब यो क्वालिटी भपमा लाग्छ होइन। त्यो चाहिँ अब प्रेजेन्टेजमा लाग्ने भयो होइन। विशेष गरी यो चाहिँ विशेषण लाग्छ। मान्ताको मानुनको खत्ता, खुन्ताको खुनको खत्ता, त्यो अहिले बराबर पर्दा आइहाल्छ होइन। गी सिप्ता भनेको चाहिँ सजिलो हुनु, अरबता भने चाहिँ गाह्रो हुनु। गी भनेको चाहिँ अब यो न होइन, अनि सिप्ता भनेको चाहिँ सजिलो हुनु है, सजिलो हुनु। अरबता भने चाहिँ यो चाहिँ गाह्रो हुनु ल। यो चाहिँ गाह्रो हुनु। खाना सजिलो छ, खाना गाह्रो छ, काम गर्न सजिलो छ, काम गर्न गाह्रो छ, यसरी गी सिप्ता भन्ने आउँछ ल। यो ग्रामर भयो, यो पढिन्छौँ होइन। अब यो अहुईमा के छ, ख्यङ्गी ख्वाल्लाम ख्वाल्लान अहि। ख्यङ्गी भनेको प्रतियोगिता होइन। प्रतियोगिता चाहिँ अब ख्वाल्लाम भनेको अवलोकन होइन। अवलोकन, यो यस्तो अवलोकन चाहिँ पैसा तिरेर हेर्ने अवलोकन ल, पैसा होइन तिरेर होइन हेर्ने है, ख्वाल्लाम। अर्को छ खुग्याङ छ होइन, खुग्याङ, यो पनि अवलोकन होइन। यो चाहिँ अब यो चाहिँ पैसा नतिरी हेर्ने भन्नाले, अब नतिरी भन्नाले कस्तो भने अब बजारहरू हेर्नु, घुम्ने गर्नु होइन, मेलापात हेर्ने, दृश्यहरू हेर्ने होइन, सहर घुम्ने हेर्ने, डाँडाकाँडा हेर्ने, सिनहरू हेर्ने, नदी नालाहरू त्यस्तोहरू हेर्ने, यसो घरहरू हेर्ने, अपार्टमेन्टहरू हेर्ने, तिनीहरू चाहिँ खुग्याङ हुन्छ। ख्वाल्लाम चाहिँ पैसा टिकट काटेर हेरिन्छ नि त होइन, पैसा तिरेर अथवा टिकट काटेर भनौँ होइन। टिकट काटेर पैसा तिरेर हेरिने चाहिँ के भन्छ, ख्वाल्लाम भन्छ है। हो त्यो सम्बन्धी रहेछ। अनि यो चाहिँ के छ, हाल्यु ख्वाल्लान अहि रहेछ होइन। हाल्यु भनेको चाहिँ कोरियन लहर हो ल, कोरियन वेब। कोरियन लहर भनेर कोरियनको अब त्यो गानाहरू होइन, ड्रामाहरू, फिल्महरू, फेसनहरू, मनोरञ्जन कार्यक्रमहरूलाई चाहिँ अब के भन्छ त, हाल्यु भन्छ ल। त्यो सम्बन्धी चाहिँ शब्दहरू रहेछ। त्यही छ हाल्यु मुना, हामीले छाङ्गु मुना पनि त्यही छ, हाल्यु मुना है। यो कोरियन लहरको यो चाहिँ संस्कृति पऱ्यो ल। हाल्यु भनेको चाहिँ कोरियन लहर।
कोरियन फेसनको लहर हैन। मुना भने चाहिँ संस्कृति पनि हैन। हाल्यु भने के त कोरियन लहरको हैन संस्कृति। कोरियन लहरको हामीले संस्कृति पढ्ने है। कोरियन लहर भनेबित्तिकै उनीहरूको फेसन, डिजाइन, संस्कृति हैन, कला सब कुराहरू है, फिल्महरू, ड्रामाहरू, गीतहरू सबै कोरियन लहरमा पर्छ है। त्यही कोरियन लहरको संस्कृति पढ्ने। ल अहिले छ के भन्छ हाक्सुबोमा के देख्छ भने हैन प्रो स्पोर्ट्स थिए। प्रो भनेको प्रोफेसनल स्पोर्ट्स ल। यो भनेको प्रो भनेको स्पोर्ट भनेको स्पोर्टै हो। स्पोर्ट्सलाई सुपोर्ट्सु भनेको क्या है। प्रो भनेको प्रोफेसनल, सुपोर्ट्सु भनेको स्पोर्ट्स हो। प्रोफेसनल स्पोर्ट्सको बारेमा चाहिँ सोध्ने अनि उत्तर दिन सकिन्छ भन्छ है। अनि हाल्यु थिए हैन कोरियन वेब, कोरियन लहर है। कोरियनको बारेमा चाहिँ मालाल्सी हित्ता भनेको भन्न सकिन्छ, कुरा गर्न सकिन्छ है। हाल्यु भनेको कोरियन वेब हो, कोरियन लहर बुझ्यो। उता प्रो स्पोर्ट्स भनेको चाहिँ प्रोफेसनल स्पोर्ट्स हो है। त्यसको बारेमा हामीले पढ्ने भएछ। ल त्यसको बारेमा चाहिँ अब यहाँ हेर्ने अब वर्ड मिनिङ हैन। ल ख्यङ्गी ख्वाल्लाम छ हैन। ख्यङ्गी भनेको प्रतियोगिता भयो, ख्वाल्लाम भनेको अवलोकन हैन। ख्वाल्लाम सम्बन्धी अवि भनेको शब्दहरू हैन। ख्यङ्गीजाङ, ख्यङ्गी हामी नेपालीमा के भन्छ यसलाई रङ्गशाला भन्छ हैन। रङ्गशाला भन्छ हैन। ख्वाल्ला भन्छ यो पैसा तिरेर ख्वाल्ला भन्छ नि। यो चाहिँ अवलोकन, अवलोकन गर्नु हैन। अनि यो चाहिँ कस्तो भने टिकट काटेर है अथवा पैसा तिरेर अघि भयो नि हो त्यो हो। ख्वाङजुङ, ख्वाङजुङ भनेको के हो त यो दर्शक है। दर्शक ख्वाङजुङ छ फेरि दर्शकको सिट है। यो चाहिँ फेरि के त दर्शक सिट भयो। ख्वाङजुङ भनेको दर्शक भयो, ख्वाङजुङ सक भनेको के त फेरि दर्शकको सिट भयो। प्रोटिम भनेको के प्रोफेसनल टिम। यो चाहिँ के त प्रो टिम भनेको प्रोफेसनल टिम भयो हैन। उअन्दान भनेको चाहिँ के त हुटिङ गर्ने है। हुटिङ भन्छ नि। हुटिङ गर्ने मान्छेहरू है। हुटिङ गर्ने हुटिङ गर्ने मान्छे भन्नु न है। उअन्दान हुटिङ गरेको, हुटिङ भने थाहा छ नि हैन। आफ्नो टिमलाई चाहिँ अब एकदम सपोर्ट गरेको क्या है। ओनगा भनेको चाहिँ यो हुटिङको गीत ल। हुटिङको गीत, हुटिङ गर्दाखेरि गाइने गीत है। उनीहरू धेरै जस्तो अब थे हान मि गुक भन्दै भन्छ है। ओनगा उवन हादा भने फेरि हुटिङ गर्ने। यो चाहिँ फेरि हुटिङ गर्नु क्या चाहिँ है। प्रोफेसनल टिम भयो हैन। उवन्दान भने चाहिँ त्यो हुटिङ गर्ने मान्छेहरू है 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 भनेर कराउँदैन। उवन्दान उवनगा चाहिँ फेरि के त यो गीत भयो, हुटिङ गर्ने गीत। हुटिङमा अब एउटा बनाए हुन्छ उनीहरूले सबैजना एकै स्वरले गाउँछ क्या।
अनि उङ्गन हादा भने चाहिँ अब चाहिँ यो चाहिँ भोटिङ गरे उनीहरूले उङ्गन भनेकै भोटिङ भयो होइन उङ्गन दान आयो भने चाहिँ भोटिङ गर्ने मान्छेहरू भयो उङ्गन भने भोटिङ उङ्गन गा भने चाहिँ भोटिङ गरेको त्यो खायो बडाहरूको खायो होइन खायो भने पनि गीत हो है नोरे नोरे भने गीत हो है खायो बडाको खायो भने गीत नोरे भने गीत खायो भने प्रायः कस्तो भने अलिक आधुनिक टाइप गीतहरू हुन्छ क्या आधुनिक टाइप गीत लोकगीत जस्तो टाइपको हुन्छ अनि त्यही भनेको है उङ्गन भने भोटिङ भइहाल्यो हादा भनेको गर्नु भोटिङ गर्नुभयो बुझेन ल अर्को हेर्ने के रहेछ युनिफर्म होइन युनिफर्म हो होइन ड्रेस युनिफर्म फ्यान क्लब होइन फ्यान क्लब फ्यान भनेको यो प्रशंसक हो क्या प्रशंसकहरू क्लब हो प्रशंसकहरू क्लब हो है इप्जाङ है इप्जाङ भनेको प्रवेश हो क्या इप्जाङ भनेको प्रवेश वन भनेको टिकट है प्रवेश टिकट इप्जाङ भनेको प्रवेश वन भनेको टिकट प्रवेश टिकट भयो होइन इप्चाङ हादा भन्छ इप्चाङ होइन इप्चाङ हादा के तपाईँ प्रवेश गर्नु भन्छ होइन इप्चाङ हादा भनेको प्रवेश गर्नु इप्चाङ भनेको प्रवेश हो क्या है एमए हादा भनेको के त यो बुकिङ गर्नु है एमए हादा बुकिङ गर्नु यो चाहिँ पैसा तिरेर ल पैसा तिरेर गरेर चाहिँ एमए हादा है पैसा नतिरिकन ए हादा यो चाहिँ ए खाता चाहिँ पैसा तिर्नु परेन होइन एमए हादा चाहिँ पैसा तिर्नु पर्यो बुकिङ हजुर त्यो रेस्टुरेन्टतिर अब यतिजनाको सिट रोकिदिनु नि भनेर फोन गरिँदैन बुकिङ गर्दैन ए खाता क्या एमए होइन त्यस्तो जस्तै अब फिल्मको टिकट काट्नु पऱ्यो भने त पैसा पहिले काटिन्छ अनि मात्रै बुकिङ हुन्छ प्लेन टिकट पनि प्रायः अब सबै पैसा काटिन्छ अनि मात्रै बुकिङ हुन्छ एमए हादा त्यस्तो भयो है पैसा तिरेर लागेर बुकिङ चाहिँ एमए हादा पैसा तिर्नु पर्दैन बुकिङ गर्ने चाहिँ ए खाता ल इप्जाङ भनेको चाहिँ प्रवेश वन भने टिकट प्रवेश टिकट है फेरि अब इपाक छ नि इपाक होइन इपाक चाहिँ यो भर्ना जस्तो होला भर्ना इपाक भर्ना स्कुल भर्ना हुँदैन कलेज भर्ना त्यसपछि इपाक त्यो अर्को इबन पनि छ इबन चाहिँ अस्पताल भन ल यो चाहिँ अस्पताल भर्ना इबन चाहिँ अस्पताल भर्ना इफाक चाहिँ स्कुलहरू भर्ना स्कुल कलेजहरू होइन कुनै एकाडेमीतिर भर्ना हुनु इङ्गी भनेको पपुलारिटी लोकप्रियता है यो चाहिँ लोकप्रियता इङ्गी ल अब अर्को हेर्ने ल कुन के छ
यही लेख्ने माथिको के छ आलमजुन गछु कोला फोगेवा खाची मुन्जङ हाँसे वन्जङ हाँसे ल यो लेख्दैछ अब यिनीहरू हैन आवेलन है अहिले भर्खर माथि पढेको सारम दुली हैन उवनगा फुरुने हो उनगा भनेको उवनगा अहिलेको हुटिङको गीत हो नि त हुटिङ गीत गाइरहेछ नि भने है अब ख्याङ्गिजाङ भनेको त उयो स्टेडियम हो नि त हैन धेरै रहेछ के धेरै छ भन्दा चाहिँ मान्छेहरू छ नि देउसेहरू हैन भनेपछि यो ख्वाङजुङ हो नि त हैन ख्वाङजुङ भनेको दर्शकको हैन ख्वाङजुङी मानायो सारम दुरी मान्छेले अब यो त ड्रेस हो हैन युनिफर्म हो युनिफर्म लेख्नु पर्यो हैन युनिफर्मल हैन इक्वेस हो लगाइरहेछ ल ड्यासले चाहिँ हैन छुवान प्रोथिम उवन हेउ मनपर्ने अब प्रोफेसनल टिमलाई चाहिँ उयो हुटिङ गर्छ भनेपछि अब यिनीहरूले गर्छ उवनदान हुटिङ गर्ने मान्छेहरू हैन उवनदान भनेको यिनीहरू चाहिँ हुटिङ गर्ने माथि छ चित्र पनि दिएको छ कि हैन ए पुरो एपद्वारा चाहिँ के हो त हो इब्जाङवान प्रवेशको टिकट है प्रवेश टिकट चाहिँ एमएएसले भनेको बुकिङ गरे पैसा तिरेर बुकिङ चाहिँ एमए आदा हुन्छ नि टिकट चाहिँ हो एमएएसले बुकिङ गरे यो सबै के त अघि माथि पनि छ हैन यही छ यो सानो इब्जाङवान युनिफर्म यो सानो त नि उवनदान उवनगा हैन ल अर्को आयो ग्रामर आयो हैन ल न र उनका खाता रहेछ हैन यो चाहिँ अब ने जस्तो छ हैन अथवा यी रहेको जस्तो छ ल यो नुन उन चाहिँ के रहेछ त क्रियासँग विशेषणमा जोडेर हैन हेन्जे हेङ्गी भनेको अहिले वर्तमानको हैन कार्य अथवा साङ्ख्य अवस्थालाई चाहिँ सुचुक आगर सुचुक भनेको गेस गर्ने गेस है सुचुक भने गेस है गेस गर्ने अथवा छास्मी छेङ्गा भनेको आफ्नो विचार हैन फुद्रप के भनेको नरमसँग भनेको त नरम गरी मालाल्ते भनेको प्रयोग गर्दाखेरि चाहिँ सायमान्दा भनेको चाहिँ प्रयोग गरिन्छ भनेको है नरमसँगले फुद्रपके पोलाइटली भनेको ल यहाँ दिएको छ हैन थोङसा भनेको क्रिया हो नि त हैन अनि इत्ता भनेको हुनु अप्ता भनेको नहुनु यस्तोमा चाहिँ कस्तो रहेछ र नुनबत खाता जस्तो लाग्दो रहेछ है अस्ति थुत्ता भनेको सुन्नु नि त हैन थुन्नुनको खत्ता भनेको सुन्छ जस्तो छ भनेको है सुनिरहेको जस्तो छ हुन्छ प्रेजेन्ट टेन्स ल यङसा भनेको त उयो हो नि त एक्जेक्टिभ भब हैन अथवा क्वालिटी भब भन्छ नि त हैन यसमा चाहिँ फ्याक्टिङ छ भने चाहिँ उनगत खत्ता भन्छ हैन र चाहिँ छाक्ता भनेको त सानो हो नि त फ्याक्टिङ छ नि त उन छागुनको खत्ता भनेको सानो छ जस्तो छ है ने जस्तो छ अथवा छ ने भएकोमा छ जस्तो छ पनि हुन्छ ल छ सानो छ जस्तो छ
हाच्चिम छैन भने अथवा ल छ भने हैन नगद खाता है क्वालिटी भबमा अथवा एक्सन लेखेर एजेटिभ भबमा एपुदा भनेको राम्री हुनु एपुनको खत्ता भनेको राम्री छ जस्तो छ है मल्दा भने टाढो हुनु मनगत खाता भनेको टाढो छ जस्तो छ भयो है मल्दाको चाहिँ ल हटेको है यहाँ छ है हाच्चिम ल छ भने पनि ल हट्छ अनि नगद खाता हुन्छ है छ जस्तो छ ने जस्तो छ हुन्छ ल ल अब के भन्छ यहाँ छिगुम फिगा उनुनको खत्ता अहिले पानी आइरहेको जस्तो छ भएन त्यस्तै अब छ सन्सुनुन त्यो खेलाडी चाहिँ हैन इङ्गी भनेको लोकप्रिय मानुनको खत्ता हो भनेको धेरै छ जस्तो छ अथवा धेरै भयो जस्तो छ भयो है मान्था भने धेरै हुनु नि त मानुनको खत्ता हो यसरी है यो किनभने यो अंश हो छायासिका छायाजीले योजुङ मानी छायाजी योजुङ मानी हिजोआज धेरै फापुनको खत्ता भनेको व्यस्त छ जस्तो छ फापुदा भनेको व्यस्त हुनु फापुनको खत्ता हो व्यस्त जस्तो छ जस्तै एपुदा राम्रो हेर्नु एपुनको खत्ता हो राम्रो छ जस्तो छ मल्दा भने टाढो हुनु मनको खत्ता टाढो छ जस्तो छ त्यसै ल जस्तै क्वालिटी भबमा हैन खुदा खुदा ठुलो हुनु हैन ठुलो हुनु अब के हो त खुनगत खुनगत खाता हो ठुलो छ जस्तो छ अब त्यस्तै अर्को के हो त ल छाक्ता भनेको त सानो हुनु नि त हैन छाक्ता सानो हुनु छाक्ताको के हो त हो छाउनगत खाता हो सानो छ जस्तो छ जस्तै इत्ता इत्ता र अप्ता के हुन्छ त इत्ताको नुनको खाता ल इनुन गत खाता हो छ जस्तो छ हैन त्यस्तै अप्ताको अम्नुनको खाता हो छैन जस्तो छ है अम्नुनगत खाता हो छैन जस्तो छ भयो यसरी इत्ता अप्तामा चाहिँ के हुन्छ नुनगत खाता हुन्छ ल यो चाहिँ यिनीहरू चाहिँ के हो त यङ छ भयो हैन यसमा चाहिँ न र उनको खाता हुन्छ ल खुदाबाट खुनको खाता छाक्ताबाट छानको खाता यसरी इत्ता अप्तामा चाहिँ नुनगत खाता हुन्छ बुझ्यो यो के त मान्थाबाट आएको मान्थाबाट मानुको खाता हो यो ओदाबाट है ओनुनको खाता हो फापुदाबाट फापुनको खाता हो त्यसरी आएको ल अर्को हेरौँ ल अब यसको यहाँ देखाउँछ होला यहाँ लाउनु पर्यो हामीले होइन ल के भन्छ आल्माजुन गसु खोला पोगी वा खाच्ची थेवा भन्छ होइन उदाहरण जस्तै गर्नु अरे क्या है ओदी यहाँ चाहिँ छ पोगी दिएको छ उदाहरण सिलबारी हाले छालमा जायो सिम्बाहरू जुत्ता खुट्टामा राम्रो मिल्छ भन्छ होइन भनेको भने ल चोगुम छाउनको खाता भनेको सानो छ जस्तो छ भने कहाँको बनायो यसको बनायो छाक्ताको छाउनको खाता हो सानो जस्तो छ भने है सानो छ जस्तो छ बनायो र खालो सियान्थे छनाए बासायो खालोजीलाई चाहिँ फोन गरी हेऱ्यौ भन्छ होइन अनि हजुर खुरन्दे तर छनहरू आन्फादा भनेको फोन उठाउँदैन सिगुम अहिले चाहिँ सुतिरहेको छ भन्नु पऱ्यो नि त होइन छादा भने सुत्नु फोन उठाएन नि त छादाको अब छानुगत खात्तायो हुन्छ ल छानुको खात्ता भनेको सुतिरहेको जस्तो छ सुतिरहेको छ जस्तो छ भयो ल
ई रहेको जस्तो छ। यागु खाङ्गुनुन यागु भनेको बेसबल है। बेसबल प्रतियोगिता चाहिँ छम फोन हुँदै भनेको पहिलोचोटि हेरेको भनेको ल पहिलोचोटि हेरेको होइन। ख्योङ्गिजाङ भनेको त्यो खेल मैदानमा होइन। ख्वाङजुङ भनेको दर्शक, छङमल भनेको साँच्चै मान्ने हो भनेको धेरै धेरै रहेछ त भन्छ है। अनि हजुर हाङ्गुकेसनुन कोरियामा चाहिँ प्रो भनेको प्रोफेसनल यागु बेसबल चाहिँ बेसबल होइन। अब इङ्गिगा मानायो भन्थ्यो नि होइन, लोकप्रिय धेरै छ। इन्गिगा मान्था र मानायो हुन्छ ल, मान्थाको माना इन्गिगा मानायो हुन्छ है, बुझ्यो? ए मानायो मानुनको खाता मानायो ठाउँमा चाहिँ मानुनको खाता हो। मानुनको उदाहरण जस्तै गर्नु पर्ने त इङ्गा मान्यो भने नि इङ्गा मानुनको खाताको लेख्दा राम्रो हुन्छ। त्यस्तै अब थारा चिनु थाराजी चाहिँ छङबाजी रुल छाजु होइन। थाराजी चाहिँ छङबाजी भनेको प्यान्ट हो क्या, जिन्सको प्यान्टलाई चाहिँ इप्ताको अब इम्नुको खाता भन्नु पऱ्यो होइन। इप्ताको इम्नुनगत खाता भनेको लगाउने जस्तो छ। अब थाराजीले चाहिँ छङबाजी भनेको त्यो जिन्स प्यान्ट चाहिँ प्रायः लाउने जस्तो छ। छङबाजी छुवायो जिन्स प्यान्ट मन पराउँछौ भन्छ होइन ने हजुर। फ्यानेछ छुवायो, फ्यानेछ भनेको सहज भएर सजिलो भएर मनपर्छ छुवायो। छोहा हातबाट छोहायो भएको ल। छोहा हातबाट छोहायो होइन। फ्याने छ भनेको सहज भएर मनपर्छ भनेको, बुझ्यो? ल अर्को हेर्ने। यहाँ पनि त्यस्तै यस्तै छ। के हो यो? यो हेर्दै गर्नुपर्ने छ होइन। ल ल पोगीवा खाची थेवाए बस्यो है। पोगीदेखि छ थौनेगा छिगुम अत्यो होइन। सरहरूमा अहिले कस्तो छ कि पनि छोनको खात्ता हो भनेको मुड राम्रो छ जस्तो छ होइन। अब यो चाहिँ कस्तो थोङ्नुको छिङ्गो थियो, यो त सुल्फुद होइन। सुल्फुनगत होइन खात्ता हो। सुल्फुदा भने चाहिँ उयो स्याड हुनु क्या। सुल्फुनको खाता भनेको स्याड जस्तो छ भने होइन। अब यो कस्तो छ भने थोङ्नु कस्तो छ भन्दाखेरि अब यो फापुनको खाता हो भनेको व्यस्त छ है। फापुदाबाट फापुनगत खाता हो भन्ने नि होइन। व्यस्त छ जस्तो छ होइन। थोङ्नेको छिङ त्यो भने यो त थकी जस्तो छैन। फिगन हादाको फिगन हातगत खाता हो। थकित भयो जस्तो छ भने ल फिगन हात थाक्नु होइन। फिगन हातको खाता हो, थकित छ जस्तो छ भनेको। फिगन आधाबाट फिगन हातको खाता हो। फापुदाबाट फापुनको खाता हो। सुल्फुदाबाट सुल्फुनको खाता हो। ल अब मुनि हेर्ने के छ? थेवा रहेछ, थेवा सुनौँ है। ल प्रतियोगिता रहेछ यागुको होइन। यस्तै हुन्छ। बेसबल चाहिँ यस्तो हुन्छ। नेपालमा छैन बेसबल होइन।
यस्तो हुन्छ बेसबल क्रिकेट जस्तो टाइपको हुन्छ यसरी हान्ने होइन बिचमा मान्छे चाहिँ कुद्छ वरिपरि त्यो बल हान्छ वरिपरि कुद्नुपर्छ क्या क्रिकेट जस्तै राउन्ड लाउनुपर्छ अनि राउन्ड भनिन्छ नेपालमा छैन यो ल यही हेर्ने है वाङमिले के भन्दैछ 여기가 우리 자리예요. 여기가 우리 자리예요 भनेको यो हाम्रो ठाउँ हो भन्छ ल 다야 씨는 한국에서 야구 경기장에 처음 왔지요? छायाजी चाहिँ के त कोरियामा यागु 경기장 भनेको यो यागुको खेल मैदानमा होइन खेल प्रतियोगितामा खेल मैदानमा छाउँ वाच्यो भनेको पहिलोचोटि आएको होइन भन्छ है वाङमीले छायालाई भनेको है 네, 처음 왔어요. अनि हजुर छाउँ वाच्यो भनेको पहिलोचोटि आएको 그런데 경기장에 사람들이 많네요. कुरन्दे भनेको तर 경기장에 사람들이 많네요 होइन यो खेल मैदानमा मान्छेहरू धेरै रहेछ त 한국에서는 야구가 인기가 많은 것 같아요. 한국에서 कोरियामा चाहिँ यागुगा इङ्गी भनेको लोकप्रियता मान्नुको खाता भनेको धेरै छ जस्तो छ भन्छ है लोकप्रियता 맞아요. ठिक हो 인기 있는 팀 경기는 표를 예매하는 게 힘들어요. ल इङ्गी इनुन टिम भनेको नि यो इङ्गी भनेको लोकप्रियता भएको टिमलाई चाहिँ होइन टिमको प्रतियोगिता फ्यो भनेको टिकट है एमए हान्नुके हिम्दो बुकिङ गर्ने कुरा चाहिँ एकदम गाह्रो हुन्छ भन्यो एमए हाल्दा बुकिङ गर्नु एमए हान्नुके हिम्दो रह्यो बुकिङ गर्न गाह्रो हुन्छ है सबैले काट्छ टिकट होइन भनेपछि अब टिकट पाउनु गाह्रो हुन्छ भनेको 음식을 먹는 사람들도 많네요. छायाले के भन्छ उम्सिकुल मग्नु सारामदुल त मान्ने हो होइन यो खानेकुराहरू खाने मान्छेहरू पनि धेरै रहेछ त भन्दैछ 네, 경기를 볼 때 음식을 먹으면 더 맛있어요. ल ख्यङ्गी फोल्दे भनेको यो प्रतियोगिता हेर्दाखेरि उम्सिक मगुमेन यो खानाहरू खायो भने चाहिँ खायो भने चाहिँ थ भनेको अझ मासिसयो भनेको मिठो हुन्छ भन्छ 우리도 치킨 먹을까요? ल हामी पनि चिकन खाउँ भन्दैछ चिकन भने त्यो उता अब रोस्ट गरेर बेच्छ रेडिमेड होइन त्यो खाउँ भन्दैछ 좋아요. 제가 사올게요. ओके ठिक छ होइन छेगा छावल के भनेको म किनेर आउनेछु भनेको सा ओदा भने किनेर आउनु सा ओल के भनेको किनेर आउनेछु भनेको है म किनेर आउँछु होइन अथवा उयो केटीले छायाले चाहिँ किनेर आउँछु भनेको है ल अब यहाँ प्रश्न छ होला होइन दुईटा के भन्छ हामीसँग इङ्गी इनुन सुपछु मयो भन्छ होइन कोरियामा त अब लोकप्रियता होइन भएको चाहिँ अब स्पोर्ट्स के हो भन्दा उनीहरू के भन्छ यागु भन्छ नि त होइन यगिगा उयो छाडियो होइन यागु फ्याङ्जाङ छमा यागु हेऱ्यो नि त है अर्को छ थुसारम ख्यङ्गी फोमेछ मोसुर मगुरेको हेयो भन्छ दुईजनाले चाहिँ ख्यङ्गी फोमेछ भनेको त्यो प्रतियोगिता हेर्दै मोसुर मगुरेको हो के खाने विचार गरिरहेछ भन्दा उनीहरूले अब चिकन खाने विचार गर्छ नि त होइन उनी त चिकन मगुल पायो हामी चिकन खाउँ ठिकै छ छेका चावल के म अब किनेर आउनेछु भन्छ नि त यिनीहरू अब चिकन खान्छ है ल अर्को हेर्नु के भन्छ है छिसेथेन फेवन भन्छ होइन प्रस्तुत गरेको भनाइहरू होइन है वारङहाय प्रयोग गरेर थेवाए बस्यो भनेको कुरा गरे हेर्नुहोस् भन्दैछ ल अब छुक्कु दिएको छ छुक्कुका इङ्गीका मान्था भन्दै होइन छुक्कु ख्याङ्गी इब्जागन मसा सयो भन्छ छुक्कु ख्याङ्गी भनेको खेल प्रतियोगिताको इब्जागन भनेको टिकट ल मसा छ भने किन सकिन भनिरहेछ ल अब छुक्कुका इङ्गीका मान्थालाई छुक्कुका इङ्गीका मानुको हात्तायो भन्छ होइन फुटबलको लोकप्रियता धेरै चर्चा छ भने ल मान्थाडा मानुको हात्तायो भने ल माजायो भनेको ठिक हो भने ल थाउ मिनुन अर्कोपल्ट चाहिँ
इल्चिक एमए हाल्का हो इल्चिक भनेको सबेरै बेलैमा चाँडै एमए हाल्का भनेको बुकिङ गर्ने छु भनेको ल अब नोङ्गुको लेख्ने हामीले नोङ्गु भनेको बास्केटबल हो होइन नोङ्गु खेङ्गी इब्जाङ्गन मसासय हो भनेको नोङ्गु भनेको बास्केटबलको टिकट किनै सकिन सारामदुरी नोङ्गु चुवादालाई सारामदुरी नोङ्गुगा चुवादा चुवानुको खत्तायो हुन्छ ल चुवा हादा मन पर्यो नि त चुवा हानुको खत्तायो है मन पर्यो जस्तो छ हुन्छ ल माजायो ठिक हो थाउ मेनु इल्चिक एमे हाल्कयो है नोङ्गुरु चुवा हानुन गत खत्तायो लेख्ने ल बुझ्यो नोङ्गुलाई यहाँ लेख्ने नोङ्गु खेङ्गु इक्जाम म छ अनि सारामदुरी नोङ्गुरु चुवा हानुनको खाता हो अरू सेम हो ठिक हो अरूपल्ट इल्चिक एमए हाल्थ्यो इल्चिक भनेको चाँडै बुकिङ गर्ने छु भनेको ल आयो तल हेर्ने होइन के छ यसलाई थान्नुन भनेर है थात्ताबाट हो नि त बन्द गर्नुबाट होइन थानुन अब फात भनेको बारी मान भनेको मात्र हो नि त यसलाई फातमान होइन फानमान भनेर होइन उत हाँस्नु हो नि त हाँस्ने हो नि त होइन यसलाई उत्नुन होइन उन्नुन भनेर उन्नुन सलाई पनि नउच्चारण गर्ने है अब इत्ता भने हुनु हो नि त इन्नुन भनेर हुने इन्नुन होइन मात्ता भने मिल्नु भयो नि त मान्नुन मिल्ने भयो मात्नुन होइन मान्नुन भनेर कोतमाङ कोतमाङलाई कोनमाङ भनेर होइन कोनमाङ कोन भनेको फुलको कोपिला है फुलको कोपिला चाहिँ कोनमाङ हुन्छ ल अरू त इजी छ होइन यो थात्ता फात्ता फात बारीबाट आयो हाँस्नुबाट आयो इत्ताबाट आयो मात्ताबाट आयो होइन ल यो सुने 안내 알만 은내 인내 날는 꽃마늘 कोनमाङ है भोकेबुलरी दुई है के भनेछ भने हाल्यु है कोरियन लवर सम्बन्धी चाहिँ शब्दहरू आयो खेपाप खे भनेको के त खे भनेको कोरियन हो है खे भनेको कोरियन पप भनेको पप कोरियन पप गीतहरू होइन अहिलेको फेमस बिटिएस के भनेको कोरियन भयो होइन कोरियन भनेको डान्स भनेको डान्स कोरियन डान्स कोरियन नाच भन्दा भयो के भन्ने कोरिया होइन के भने कोरियन होइन ड्रामा भनेको ड्रामा नाटक हो के भने कोरियन फुड भनेको फुड है के हो त यो कोरियन फुड भयो कोरियन खानेकुराहरू भयो होइन के ब्युटी यो के भने कोरियन भइहाल्यो होइन ब्युटी भने ब्युटी सुन्दर के भन्नु सौन्दर्य हुन्छ होइन के ब्युटी भनेको यो कोरियन कार्टुन भयो होइन कोरियन कार्टुन के ब्युटी भने कोरियन कार्टुन होइन कोरियन कार्टुन भने कस्तै अब त्यो
उसमा नि के अरे युट्युबतिर हेर्छ त्यो किताब पनि पढ्नु पाउँछ ल कमिक जस्तै किताब हेर्दैन कमिक जस्तै कार्टुनहरूको हो त्यो कमिक किताब पनि पाउँछ अनि युट्युबतिर पनि हेर्नु पाइहाल्यो युट्युबतिर प्ले स्टोरतिर होइन के हेर्नु भनेको यो चाहिँ मनोरञ्जन कार्यक्रम होइन कोरियन मनोरञ्जन कार्यक्रम खासु खासु भनेको गायक बुझ्यो कोरियन पप कोरियन डान्स होइन कोरियन ड्रामा कोरियन फुड अनि कोरियन ब्युटीहरू होइन कोरियन कार्टुन कोरियन मनोरञ्जन कार्यक्रम कोरियन गायक यिनीहरू सबै के हो त हाल्यु कोरियन लहर बुझ्यौ कोरियन लहर भन्ने बित्तिकै यिनीहरू सबै पर्छ ड्रामा होइन डान्स गीतहरू सौन्दर्य सम्बन्धी कार्टुनहरू सबै कोरियन लहर ल अब मुनि के छ अरू पनि हेरौँ आइडल आइडल भन्छ नि आइडल कोरियन आइडल है कोरियन आइडल ल यो चाहिँ गीतहरू गाउने नाच्ने गर्दैन आइडलहरू फ्यु फ्यु भनेको कलाकार है नायक नायिका हुँदैन भयो होइन फ्यु भनेको इङ्गी भनेको लोकप्रियता होइन लोकप्रिय कुल्दा भनेको तान्नु लोकप्रिय तान्नु इङ्गिर कुल्दा है तान्नु अथवा प्राप्त गर्नुभयो लोकप्रिय तान्नु अथवा प्राप्त गर्नु होइन कुल्दा भनेर खास गरी चाहिँ तान्नु कुल्दा है यङयाङ यङयाङ भनेको यो प्रभावकारिता होइन प्रभाव दिनु क्या यङयाङ भनेको प्रभाव छुदा भने दिनु प्रभाव दिनु लोकप्रियताको प्रभाव है यङयाङ भनेको प्रभाव ल तारा छुदा भनेको सँगै नाच्नु ल छुदा 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 भने के त नाच्नु छुम छुम भने चाहिँ नाच ल छुम भने नाच छुदा भनेको नाच्नु छुम छुदा है नाच्नु तारा फुर्दा यो चाहिँ सँगै गाउनु भनेको ल तारा सँगै खासा भनेको के त यो चाहिँ लिरिक्स भनेको त्यो चाहिँ अब त्यो शब्दहरू होइन लिरिक्स हुन्छ नि गीतको होइन कविताको शब्दहरू थान्चे भनेको समूह है समूह ग्रुप हो क्या थान्चे भने चाहिँ
सक्यो 안, ल अब है यो त भर्नुपर्ने छ है चारवटा ल आयो लेख्ने होइन चित्र हेरेर चाहिँ होइन मिल्ने कुरा छानेर कम्प्लिट गर्नु भन्छ होइन हिउँदे फोनहरू होइन माना फायो माना भनेको त्यही यस्तै होइन यस्तो कार्टुनहरूको नाम हो होइन माना फायो भन्छ नि के वेबथुन यो हुन्छ ल कोरियन कार्टुन वेबथुन फोगइसक्यो नोरे छुवायो गीत मनपर्छ ने यो हुन्छ कोरियन पप है के भने कोरियन होइन फाप भने फाप है कोरियन पप गीत हो कोरियन फाप बोल छुवायो अब के छ चिको मोल फायो अहिले के हेर्दैछौ भन्छ होइन ड्रामा छौ होइन के ड्रामा के द्रुमारुल फायो थालेछ भनेको चन्द्रमादेखि ओन भनेको आएको फुदे भनेको ओनी होइन चन्द्रमा अथवा नक्षत्र नि भन्छ नक्षत्रदेखि आएको भने यो ड्रामाको नाम हो ड्रामै हो ल के भन्छ छुवाहरू इस्सा भनेपछि यो चारको भन्छ खासु खासु भनेको गायक होइन मनपर्ने गायक छ यहाँ लेखेको छ होइन छनुन होइन किम सन्जेहरू छुवायो मलाई किम सन्जे मनपर्छ भनेर लेखेको छ ड्रामा यो पहिले फेमस ड्रामा होइन ल उहिलेको फेमस ड्रामा पहिले ल अर्को हेर्ने गीत सिक्ता र अरब त ल सजिलो हुनु गाह्रो हुनु ल गी भनेको के कुरा गर्न होइन सिक्ता भनेको चाहिँ सजिलो हुनु ल अरब त के त गाह्रो हुनु गाह्रो हुनु ल गीत सिक्तार चाहिँ अरबता चाहिँ थोङसाए भनेको क्रियामा जोडेर फु हेमी भनेको त्यो कार्यलाई चाहिँ हागीका सिपना गर्न सजिलो हुने वा परेम भनेको गाह्रो हुनेलाई चाहिँ बुझाउँछ अथवा जनाउँछ भनेको ल सिप्ता सजिलो हुनु अरबता गाह्रो हुनु ल वल्सेका सान छिबुल वल्से भनेको यो भाडा हो र भाडा ल घर भाडा है सान छिप भनेको सस्तो घर होइन खु आगी अरब्यो खु आधा भनेको खोज्नु नि त होइन अनि दालाई काट्यो अनि खु आगी अरब्यो खोज्न गाह्रो छ अब भाडा सस्तो घर खोज्न गाह्रो छ भने ल मान्दुल्की सिउन भनेको बनाउन सजिलो हुने होइन सजिलो भएको होइन उम्सिकी मयो बनाउन सजिलो खाना के हो खानेकुरा के हो ल हाङ्गुगरुल मुन्जा मेसेजी कोरियन भाषामा मुन्जा भनेको मेसेजहरू ल फोनेगी अरबयो पठाउन गाह्रो छ भनेको है फोनेदा भनेको पठाउनु फोनेदा भनेको पठाउनु हो नि त फोनेगी अरबयो पठाउन गाह्रो छ भनेको है
अनि मुनि के दिएको छ भने घी नुन नुन गसिरो फाकुल्ची इत्ता यो घी नुन भने चाहिँ नुन गसी भने पनि एउटा हो भन्छ ल त्यसलाई चेन्ज गर्न सकिन्छ उस्तै हो भनेको म्याङ्जले नुन खिच्चा फ्यो चार पडवा चाहिँ ट्रेनको टिकट एमे हागी अरवायो भनेको बुकिङ गर्न गाह्रो हुन्छ अथवा गाह्रो छ म्याङ्जले नुन चार पडवा चाहिँ खिच्चा फेरुल एमे आन गसी अरवायो भनेको एउटै हो भनेको ल एमे हागी अरवायो भन्नु र एमे आन गसी अरवायो एउटै है नुन गसी भन्ने लाइन है नुन गसी भनेको नेकुरा चाहिँ गाह्रो हुन्छ त्यस्तै अब यहाँ पनि हुन्छ हैन खु आधा खोज्नु हो नि त खुवा नुन गसी अरवायो र यताबाट के दिएको छ घी सिप्ता भनेको अहिले भर्खर पढेको होइन अराप्ता पनि अहिले भर्खर पढेको पुनमा नारा यो मात्रै होइन अरे क्या छोथा सिल्था फेनादा होइन फुलबेखादा होइन थुङ्गी आदि होइन ह्याङसाए त हामके साइगाल्छु इत्ता भनेको यस्तो विशेषण पनि हामीले के भन्छ एक्जेक्टिभ पनि प्रयोग गर्न सकिन्छ अरे जस्तै अब छोताले अब छोयो भनेछ नि त यी खोङ्गन हुन् यो पार्क चाहिँ सानसेङ हागी छुवायो हिँडुल गर्न जगिङ गर्न राम्रो छ भनेको है यी ओ सुन यो लुगा चाहिँ इप्तामा लाउनु होइन इप्की फ्यान्यो लगाउन सहज छ यसरी हामीले लाउनु पर्यो है अब यो हाने सिरयो मन पर्दैन फ्यान्यो सहज छ फुलफुल्यो असहज छ बुझेन यिनीहरू लाउनु पर्यो है जस्तै अब यसमा घी छोता घी सिल्ता होइन घी फेरदा घी फुलबनादा लाउनु पनि हुन्छ भनेको ल त्यसरी लाग्छ है घी छोतालाई घी छोआयो घी फेनादालाई घी फ्यान्यो होइन फुलफनायो भने फुल बनायो है सिल्ताको सिरायो जस्तै इप्की मन पर्दैन भने होइन सिल्ताको के छ अब सिरायो मन पर्दैन फुल बनायो इप्की होइन फुल बनायो यो गर्नु भन्छ यिनीहरू लाउनु मिल्छ भनेको ल छुवायो फ्यान्यो सिरायो फुल बनायो यिनीहरू पनि लाउनु मिल्छ भनेको यो मात्रै होइन घी सिप्ता सजिलो हुनु अरू त गाह्रो हुनु अब अरू पनि लाउनु मिल्ने भयो क्या एक्जेक्टिभहरू यो माथिको चाँडै लाउनु मिल्छ है छोता सिल्ता फेरदा फुलफनादा लाउनु मिल्छ भने ल अब यसको पक्कै पनि यहाँ मुनि के छ होला यसको है बारेमा यो बनाउनु पर्ने रहेछ होइन ल के भन्छ पोगी जस्तै गर्नुपर्ने रहेछ होइन इरानादा हिउँदोलाई आछिमै इरानागी हिउँदो रह्यो भन्छ होइन बिहान उठ्न गाह्रो छ भने चाहिँ यिनीहरू तारा तारा पुर्दाको फुरुगी अरप्ताको अरवायो गर्दा भन्छ होइन यी छुङ भने यो नाच होइन तारा छुगी सिप्ताको सिवायो हुन्छ ल फिगा वास पानी आएर उन्जन आदाको उन्जन आगी अरप्ताको अरवायो हुन्छ है छिबी खाका वास घर नजिक भएर सुलु नादाको सुलु नागी फ्यानदाको फ्यान्यो हुन्छ यसरी गरे त्यही यता सार्ने पनि त हो सेम त्यही सार्ने त हो यता
हैन सबै बिचमा गी 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 लाउने हो पछाडि अरताको अर भयो सिप्ताको सि भयो अरप्ताको अर भयो फ्यनदाको फ्यनै हुन्छ त्यही यता लेख्नु पर्ने त हो सेम हो ल अर्को हेर त ल अब त्यस यसलाई नै बढ्नु परेछ फेरि हैन यो जुन फुङसी छाजु फायो फुङसी प्राय भेट्छौ भन्छ हैन आन्यो फुङसीका फापा छ मानगी अरयो मान्ना दाउडा के हो त मानगी अरयो भेट्न गाह्रो छ निसानान्सी मुसुन नोरे छुवायो कुन कस्तो गीत मन पर्छ यरुम फामुन छुवायो यरुम फाम मन पर्छ खासा दु छो खासा भने लिरिक्स पनि राम्रो छ यो तारा फुरुगी शिव लेख्ने है तारा फुरुदाको हैन फुरुगी सिप्ताको शिव सँगै गाउन सजिलो छ छायासिगा छुवानुन आइडल कन्सर्टहरु हानुन्दे हैन छायाजीले चाहिँ मनपर्ने आइडलले चाहिँ कन्सर्ट गर्ने भएकोले हैन छायाजी त खायो छायाजी पनि जाने हो भन्छ जान्छौ आनी हो मत खायो जान सक्दिन खु आइडल भनेको त्यो आइडलहरुको चाहिँ इनिगा नमो मारा छ लोकप्रिय चाहिँ अब साह्रो धेरै भएर चाहिँ फ्योरुल सादा हैन त यो कतिको 2 को फ्योरुल सागी इन्द्र फ्योरुल सादै छैन त फ्योरुल सादाको सागी हिमदुर अरवले हैन है अरवले हैन 1800 गाह्रो छ हिन्दू जाने हुन्छ हिमदुरा लेख्दैन भयो हैन त्यो अप्सनमा मिलाउनु त हो ओङसी इसाएछ आउँजी बसेर छर्यो आन्यो यो जुन बोल्छेका नमो फिसायो हिजो आज भाडा ज्यादै महँगो छ हैन अब यो कतिको यो 3 छिपखु आगी अरे भयो हैन छिबुल खुवादा हो नि त हैन छिबुल खुवागी अरयो अथवा हिमदुरयो हैन गाह्रो छ इसा यसो बस छर्यो हिजो आज भाडा साढे महँगो भएर चाहिँ घर खोज्न गाह्रो छ भने अरे भयो ल यति जस्तो छ हो हैन भोलि चाहिँ अब हामी ठेवाईबाट पढ्नुपर्छ है सबै गी अरे लेख्नु मात्रै हो के छैन खास सादाको सागी अरे भयो ल ठेवाई छ हैन यो हामी भोलि पढ्ने आजले यति के कस्तो लाग्दैछ लाइक कमेन्ट सेयर गर्दै गर्नु होला अगाडिको प्ले स्टोरमा के अरे प्लेलिस्टमा हेर्दै गर्नु होला है हस् त धन्यवाद अन्यवास्य हो